दुर्गा प्रसाई नागरिक बचाउ अभियानको आज आम सभा थियो भान्चोकमा। यहाँ अहिले 3टा गाडी चाहिँ गइसकेको छ, जम्मा 12वटा आएको थियो विराटनगरबाट। अहिले 9वटा गाडी चाहिँ यो धरानको हिमालय पेट्रोल पम्पमा चाहिँ अलपत्र रूपमा छ। जसले चाहिँ पैसा दिनु भनेर ल्याएको मान्छे चाहिँ अहिले सम्पर्कविहीन हुनुभएको छ। यहाँ अहिले तपाईँ देख्न सक्नुहुन्छ, यहाँ अहिले बाल बच्चा पनि छ। यति धेरै गाडीहरू, अहिले 9वटा गाडी चाहिँ धरानको हिमालय पेट्रोल पम्पमा अहिले रातको 7 बजीसम्म पनि अलपत्र रूपमा रहेको छ, तपाईँ देख्न सक्नुहुन्छ। तलसम्म छ गाडी है। साथीहरू भिडियो हेरिहाल्नुभयो, तपाईँको मनमा केही छ होला कृपया कमेन्ट गरेर जानुहोस्, भिडियोलाई पनि सेयर गर्नुहोला। सबैजनालाई थ्याङ्क यू सो मच भिडियो हेरिदिनु भएकोमा।